आज चाहिँ हामी ड्याड ममलाई यहाँको एउटा नेक्स्ट लोकेसनमा घुमाउन ल्याएको छौँ त्रोम्सो के भने त्रोम्स आइल्यान्ड भनौँ त्रोम्सो उतापट्टि पर्छ अर्को आइल्यान्ड हामी त्यो आइल्यान्डमा बस्छौँ र अहिले हामी यता पारी छौँ फियोर्ड पारी यसलाई भन्छ त्रोम्स आइल्यान्ड हो यो र यहाँको क्रोकेन भन्ने ठाउँमा एउटा सानो झरना देखाउन ल्याएको मम ड्याडलाई पहिला म झरना देखाउँछु त्यसपछि मम ड्याडको रेस्पोन्स पनि हेरौँ है त मम ड्याडले हेरिसक्नु भएको छ यो चाहिँ यहाँको झरना हो इट क्यान बी एनदर स्पोट यहाँको झरना यही नै हो हेर्न छङछङ आवाज सुन्न मजा आउँछ अब मम ड्याडको रेस्पोन्स चाहिँ सुनौँ है त के छ यहाँको सबैभन्दा अल्को माउन्टेन उ त्यो यस्तो र जुन यस्तो भएको छ त्यो चाहिँ यहाँको सबभन्दा अग्लो माउन्टेन ड्याडी अनि हाउ डु यु फिल I'm feeling very well, you know. The spring is very beautiful. Just you know, it comes from the high hills, like doing chang. And the water is very clean and the crystal, yeah, very beautiful. I'm feeling just like heaven, yeah. गुड थ्याङ्क यू अब मम्मीको रेस्पोन्स सुनौ है ममलाई कस्तो लाग्यो मम्मी के छ तपाईँलाई कस्तो लाग्यो त यो झर्ना संसारको एउटा स्वर्गको टुक्रा जस्तो लाग्यो स्वर्गै त होइन होला हौ हेत् यो त धेरै भयो मलाई त अचम्मै राम्रो लाग्यो भन्थे सबैले होइन बच्चा बच्ची कहाँ छन् भन्दा नर्वे भन्दा त नर्वे त सुन्दर देश हो भन्नुहुन्थ्यो अब आइएको थिएन तर सुन्दर पनि महासुन्दर देश रहेछ यति रमाइलो यति रमणीय रमाइलो चाहिँ तपाईँलाई खास के चाहिँ सुन्दर लागिरहेको मलाई यहाँको चाहिँ बोट बिरुवा अनि यो प्लान्टहरू र अनि यहाँको त्यो हावापानी के एकदमै राम्रो अब यहाँ चाहिँ धुलो छैन धुलो धुवा रहित देश कुनै आवाज छैन कुनै अब यातायातको कुनै आवाज सुन्न पाइँदैन अनि धुलो पनि देखिएन अनि एकदमै राम्रो बोट बिरुवा हरियाली अनि पातहरू यहाँको बोट बिरुवाको पातमा पनि धुलो टाँसेको छैन भनेपछि यो देश कति सुन्दर छ आफै सम्झना गर्नुहोस् अब हामी त बाबु नानी भएको भएर अब भाग्यमानी रहेछौँ आएर हेर्न पाइयो अब कोही हजुरहरू पनि आउनु होला अब धन्यवाद एउटा इन्ट्रेस्टिङ फ्याक्ट के हो भन्दाखेरि म संसारको 22, 23, 24 कतिवटा देश डुलिसकेँ मलाई नर्वेको जस्तो मिठो पानी कहीँको पनि लाग्दैन यो मेरो पर्सनल ओपिनियन हो मलाई सबभन्दा मिठो लाग्ने पानी कुनै देशको छ भने नर्वेकै हो ड्याड ममलाई कुरा कस्तो लाग्छ सोध्नु कस्तो लाग्यो तपाईँहरूलाई यहाँको पानी कस्तो लाग्यो पानी यो एकदमै राम्रो मैले भन्नुपर्दाखेरि चाहिँ नर्वेभित्रको चाहिँ यो ट्रोम्सोको पानी यति मिठो कि सम्पूर्ण तत्त्वहरू मिसाएर बनाएको जस्तो त्यो पानी खाए पनि यहाँको पानी चाहिँ एकदम त्यो कोसिलो मिठो हावापानी त्यस्तो राम्रो ड्याड मम मक्ख छन् भनेपछि सही हो मलाई मात्र होइन सबैलाई रहेछ हामी गाडीमा आएर बसिसकेका छौँ अर्को ठाउँ जानको लागि गाडीमा कोही पनि छैन हामी 4 जना मात्रै स्यास्या भयो ड्याडलाई त्यहाँ चाहिँ अघि दौडेको गाडी भनेपछि तपाईँहरूलाई चाहिँ गाडीको उल्टो चलाउने भनेर त्यसले तपाईँहरूलाई बस्दाखेरि नै अप्ठ्यारो लाग्यो कि हेर्दाखेरि नै अप्ठ्यारो लाग्यो हेर्दा अप्ठ्यारो ठिक छ त नि बानी पर्छ बिस्तारै बानी पर्छ त पनि राइट ड्राइभिङ छ नि त यता राइट ड्राइभिङ दाहिनेपट्टि ड्राइभ गर्ने नेपालमा लेफ्ट देब्रेपट्टि ड्राइभिङ गर्ने यता चाहिँ बाटोको दाहिनेपट्टि ड्राइभ गर्ने मलाई के अरे अप्ठ्यारो हुन्छ सोध्नु थियो म त ड्राइभ नै त्यही गर्नुपर्छ राइटमै किन कताबाट अप्ठ्यारो हुनु बानी भइसक्यो नेपाल जाँदा बरु नचलाम्ला भन्ने कुरो होइन मम्मी यो बेलायतले चाहिँ आफ्नो अधीनमा लिएको देशहरूमा चाहिँ देब्रेमै चलाउने नेपाल जस्तै हो तर अरू देशहरूमा चाहिँ दाहिनेपट्टि चलाउने हो युरोपभरि दाहिने युकेमा चाहिँ फेरि देब्रे नै अब चाहिँ हामी हाम्रो नेक्स्ट लोकेसन आइपुग्न लाग्यौँ यहाँको अब यो ल्यान्डस्केप चाहिँ यस्तो छ हामी जाने चाहिँ त्यहाँ चर्चमा
यहाँको वान अफ द राम्रो डेस्टिनेसन भनेको चाहिँ ऊ त्यो माथिको डाँडा हो होइन। त्यहाँ माथिबाट चाहिँ अलिकति अब समरमा चाहिँ त्यहीँ गएर हामीले मिड नाइट सन हेर्नु, त्यहीँबाट बिचमा त्यो सूर्योदय हो नि मध्यरातमा सूर्योदय भएको त्यहीँबाट गर हो। अनि विन्टरमा चाहिँ सबै अलिकति अँध्यारो भएको बेला चाहिँ माथिबाट गएर यो पुरै त्रोम्सो चाहिँ उज्यालो हुन्छ नि त, सबै लाइट बलेपछि अँध्यारोमा त। अनि माथि त्यहाँबाट हेर्दा यस्तो दामी देखिन्छ। त्यो चाहिँ तपाईँहरूलाई विन्टरमा लान्छौँ हामी। अब अहिलेलाई चाहिँ हामी यहाँनिरको यो नर्डिक चर्च क्याथेड्रल, आर्कटिक क्याथेड्रल भन्छ यसलाई, त्यहाँ जाँदैछौँ। दा पनि पुरै भ्लगर बन्नु भएको छ। तपाईँ नि पुरै भ्लगरै बन्नुभयो त। म चाहिँ भ्लगर गर्ने पनि हो। कति राम्रो कुकुर कत्रो ठुलो काग छ नि यहाँको त। ठुलो काग नेपालको भन्दा ठुलो डबल डबलै ठुलो काग छ यहाँ त, ठुल्ठुलो रमाइलो, साह्रै रमाइलो। ल आर्कटिक क्याथेड्रल पनि आइपुग्यो, यहाँ नारायणीको ब्रिज पनि आइपुग्यो। ड्याड ममलाई चाहिँ मैले यो नारायणीको ब्रिज भनेर डिस्काउँछु, नारायणीको पुल जस्तै छ भनेर। आर्कटिक क्याथेड्रल नाइस छ यहाँको, वान अफ द आइकोनिक लोकेसन हो यो। मम ड्याडको रेस्पोन्स हेरौँ, हाउ दे फिल अबाउट दिस। ड्याडी हेर्नु ल, यसलाई भन्छ आर्कटिक क्याथेड्रल। कति राम्रो रहेछ यस्तो। नारायणीको पुल थियो है, यतापट्टि हेर्ने यसलाई चाहिँ आर्कटिक क्याथेड्रल भन्छ। ल जाउँ माथि आउनु ल, खिचौँ है। ड्याड ममको रेस्पोन्स कस्तो हुन्छ हेरौँ है माथि आएपछि। त्यही भने म त्यो अबको एक्सप्रेसन कस्तो हुन्छ हेर्दाखेरि। हेर्नु पुल यतापट्टि छ यी। ए अत नि पाइन्छ। अहिले हाम्रो खुले छैन, अहिले गाडीलाई खुले छैन। हिँड्न र कति लाग्छ? पब्लिक बस जान पाउनु पनि सक्छ होला, खुल्यो कि बसको लागि सायद। हिँड्दै गयो नि हुन्छ, लाग्छ। ल यही हो यहाँको, योलाई भन्छ आर्कटिक क्याथेड्रल। मेरो मात्रै खिचिदिनु भने ल एउटा यो अनि उसले खिचिदिन्छ त जसनाले त्यहाँबाट। हिँड्न पाएर रमाइलो हुन्थ्यो। हिँडेर जाउँला नि त अहिले। हिँड्ने हो कस्तो रमाइलो हुन्छ। एउटा फोटोग्राफर, एउटा भिडियोग्राफर, मम ड्याडलाई रमाइलो छ नि। असाध्यै राम्रो लाग्यो है। अब यो ठाउँबाट हेर्दाखेरि त्यो चर्च नजिकै देखियो, अनि पहाडहरू डाँडाकाँडाहरू, अनि अब यतापट्टि हेर्दाखेरि चाहिँ समुद्र, त्यसपछि गएर चाहिँ क्रुजहरू पान्जाजहरू सबै देखाएको छ। अनि त्यसपछि गएर पुल पनि देखियो यहाँनिर है। र म त यहाँको सिन चाहिँ असाध्यै राम्रो छ, राम्रो लाग्यो। हिमाल पहाड बिचमा समुद्र, अनि जता हेरे पनि एकदम सुन्दरता होइन। अब पहाड जस्तो अब उपत्यका जस्तो कि, अनि बिचमा समुद्रको किनारमा बस्ती, अनि यो पनि यति रमणीय ठाउँ। हरियाली यता हेर्दा नि हरियाली, यता हेर्दा नि हरियाली, चारैतिर डाँडा काँडा, एकदमै के मनमोहक एउटा यति सफा छ यो बाटोहरू होइन। त्यो यहाँको चाहिँ पेरिफेरी, यहाँको मतलब वरिपरि यति त्यो क्लिन कि सफा कि असाध्यै सफा। अब के चाहिँ बयान गर्ने है, राम्रो छ बयान। यस्तो राम्रो ठाउँ भएपछि मान्छेलाई रिस उठ्दैन क्या, रिस उठ्दैन। कस्तो दिमागै अर्को चाहिँ क्रिएटिभ माइन्ड आउँछ हो। यो ठाउँमा चाहिँ माइन्ड एकदम क्रिएटिभ हुन्छ। नारायणीको पुल होइन त यो? नारायणी पुल जस्तो हो, धेरै लामो छ नि। हजुर ल आउनु, अब हामी यता वरिपरि जाऊँ। यसको तपाईँ यसको ब्युटी हेर्नु भएको छैन त, अगाडि मात्रै हेर्नुभयो। यसको त डिजाइन छ, आर्किटेक्चरल डिजाइन छ, सबै हेर्नुलाई वरिपरि जानुपर्छ। आउँ यता हेर्नु, यसको यो आर्किटेक्चर हेर्नु, यसको कस्तो बनायो दामी भन्छ आर्कटिक क्याथेड्रल। कस्तो दामी छ क्या त्यो डिजाइन। आर्कटिक क्याथेड्रल यसलाई भन्छ, आर्कटिक क्याथेड्रल।
उतापट्टिबाट हेरौँला म सुरुमा 2021मा आउँदाखेरि भित्र गए जस्तो लाग्छ राम्रोसँग याद त छैन आएको थियो नि म यहाँ न्यु इयर मनाउन आएको थिएँ म त्यति बेला यहाँ पहिले घुम्न आउँदाखेरि आएको थिएँ कि म आजभन्दा 6 वर्ष अगाडि आएको थिएँ यहाँ ठोसमा घुम्न आउँदाखेरि चाहिँ मलाई चाहिँ त्यही ठाउँमा गएर जाइरहेको होइन त्यस्तो भन्थिनँ मैले कहिले होइन त्यस्तो मैले कहिले नि भनिनँ म यहाँ आउँछु सोचेको थिइनँ त्यहाँ होइन तपाईँले गलत बुझ्नु मैले कहिले पनि यो ठाउँ त्यति बेला घुम्नु पाएन अँध्यारो थियो जाडो महिनामा आएको पुरै अँध्यारो केही नि देखेन कस्तो हो कस्तो तपाईँ झुक्किनु भयो त्यस्तो भयो त्यस्तो मैले भनेको छैन है आउनु न यताबाट हेर्नु ड्याडी मम्मीको फोटोग्राफर बन्नुभयो चाहिँ कति बेर लाग्यो रे भगवान् बुढाबुढीको चलिरहेको छ फोटोग्राफी हामी चाहिँ एकछिन यता वरिपरि डुल्यौँ एकछिन यता वरिपरि डुलेर अब ब्याक टु चर्च अनि यहाँबाट अब यो पुल हामी चाहिँ हिँड्दै हिँड्दै उता पारि जाने भन्ने प्लान गरियो यस्तो राम्रो सनसेट हुँदैछ यार एकदम मजा आउँछ त पुलमा हिँड्न त कम मजा आउँछ त्यही त राम्रो छ क्या पुलमा ड्याडी पनि साँच्चैकै भ्लगर बन्ने भयो यस्तै एउटा किनिदिन्छु त म त अब हेरौँ न विचार गरौँ तर कम्प्युटरमा भिडियो एडिटिङ गर्न जान्न पऱ्यो नि आउँदैन मलाई त्यही भएर त त्यो जान्न पऱ्यो नि त घरमा त्यत्रो ल्यापटप खेर गए प्रयोग गरे त हुन्थ्यो त मलाई इङ्ग्लिस आउँछ हेर्नु कस्तो दामी देखिन्छ कि यसको चुचु चुचु यस्तरी गएको कस्तो सही देखिन्छ नि सबै आउँछ नि यो त राम्रो कुरो हो नि त राम्रो हो नि अब हामी चट्टै पुल हिँड्दै हिँड्दै जाने हो मजा भइरहेको छ अब चाहिँ हामी यहाँबाट लाग्यौँ लिभिङ द आर्कटिक क्याथेड्रल अनि हामी अब हिँड्दै जाने पुल पारी हिँड्दै हिँड्दै जाने केही डराउनु पर्दैन मम्मी यस्तो मजा आउँछ यो पुलमा यस्तो रमाइलो हुन्छ राम्रो भ्यू हेर्दै हिँड्दै हिँड्दै जाने रमाइलो हुन्छ यस्तो दामी माहौल छ यार सनसेट हुँदैछ यस्तो सानो गाडी यार गइहाल्यो सही माहौल छ त अहिले त सनसेट हुनु लाग्यो राम्रो खालको ऊ त्यहाँबाट पारी जाने यहाँबाट पारी जाने अनि पारीबाट त्यताबाट हिँड्दै जाने टोली अगाडि बढ्दैछ टोली त्यो हाम्रो त्रोम्सताले त्यहाँ हो त्यो त्यहाँ जाने बाटो चाहिँ होइन त्यो माथि जाने बाटो चाहिँ शेर्पाहरूले बनाएको कि भरे त्यही भएर शेर्पा ट्राप्पा भन्छ शेर्पा स्टेप्स भन्छ त्यसलाई केबल कार चन्ठामु त्यहाँ अघि हामी उतातिर गएको थियौँ नि त्यतातिर चाहिँ हिँडेर जाने बाटो हो कि भरे ल आउनु हामी ल कति राम्रो देखेको यहाँबाट बल्ल हेर्नु कस्तो राम्रो देखेको क्याथेड्रल यस्तो राम्रो आउँछ फोटो ल भएन नि मिलेन नि ल पवन म तपाईँहरूको फोटो खिचिदिन्छु है त्यसलाई बाबाको फोटो खिचिदिउँ ल सबै आउँछ फेरि साथ दिएर वर्णन गरी साध्य छैन अरे बाबु ल रमाइलो भइरहेको छ यस्तो राम्रो ठाउँमा आयो के भन्ने अब यहाँको वर्णन गरेर अब त साथ दिएर छैन त्यस्तो रमाइलो अलि धेरै भयो होला ड्याडी त होइन एकदम रमाइलो छ मलाई चाहिँ अलिक धेरै भएको जस्तो लाग्यो है जता हेऱ्यो नि स्वर्गको टुक्रा भन्नु चाहिँ अलिक धेरै भयो अब हाम्रो यहाँबाट सुरु भयो ल ब्रिज ल ब्रिज सुरु भयो है यहाँबाट 4 मिनट बाँकी छ त हामी हिँड्ने अब सनसेट हुँदैछ अगाडि बढौँ ए ओ यस्तो नारायणीमा त हाम फाल्ने बनाइदिए यस्तो हाल्नुपर्छ नि खास यस्तो देखाए पो यस्तो हाल्दै पो मान्छे हाम फाल्दैन नि त 30-40वटा पिलरको पुल निर्माण गर्नु महाभारत छ यहाँ अनि त हो नि त अब त्यही नि नेपालको इन्जिनियरले भ्याउँदैन विदेशबाट लान्छ चाइनाबाट लान्छ मम्मीको कडा छ है सल्लाह सुझाव यस्तो मजा आयो अनि यसरी साइकल आउँछ त्यो बाटो हिँड्ने भन्नुहुन्छ अनि यता हो यहाँबाट हेरौँ हामी ब्रिज यताबाट हेर्नु त कस्तो राम्रो देखेको उता पारि कि त्यहाँ यताबाट हेरौँ न यता कस्तो राम्रो देखेको क्या है त्यहाँ देखेँ त्यही हुँदै जाने
कतिवटा पिलर छ नि यसमा हाम्रो बा फेरि एकदम न्यू भ्लगर इन टाउन भएर ओहो ए न्यू भ्लगर इन टाउन भएर बा ओ माई गड पछाडि आर्कटिक क्याथेड्रल अनि यो ब्रिजमा हिँड्दाको यो मोमेन्ट गइरहेछ त ल तल हेरिदिने हो कि ड्याडी एकचोटि तल हेरिदिने हो कि आउन आउन अन्त यतापट्टि अहिले 3 थियो 2 थियो जाली रहेछ है 3 थियो अनि मान्छेले भ्यू हेर्नु पऱ्यो नि त कम मजा आउँछ हेर्दै हिँड्नलाई ल कस्तो राम्रो देखियो यार पानीमा चट्ट सनसेट साउनको इमेज पानीमा दामी राइट मोमेन्ट है कस्तो राम्रो देखेको है राइट मोमेन्ट कि राम्रो यस्तो पानीमा घर It's very beautiful. क्यार बनाएर यो कति चराहरू मुनि मात्रै पनि हेर्नु हुँदैन घुमाउनु खोज्छ मुनि मात्रै हेर्नुहुन्न अगाडि अगाडि पनि हेर्दै हिँड्ने मैले त मुनि पनि हेरेँ त्यही होइन हेरिरहनु चाहिँ हुन्न मुनि मात्रै मम्मीलाई चाहिँ यो पुल देखेपछि हिँड्न मन लागेको थियो अरे पुरा भयो अरे मम्मी तपाईँलाई पुल देखेपछि हिँड्न मन लागेको थियो यो पुल देखेर चाहिँ कस्तो डर लाग्दो देखिन्थ्यो उताबाट अनि म चाहिँ हिँड्न चाहिँ एकदम रहर थियो डर पनि थियो तर डर होइन राम्रो रहेछ कि अब हाम्रो नेपालको जस्तो नारायणीको जस्तो होइन यस्तो हाइट रहेछ कि हाइट चाहिँ मान्छे हो नि त मान्छेलाई हो पब्लिकलाई जोगाउनको लागि सही हो सही हो फलामले मेन भनेको अहिले सनसेट हुँदाखेरि ठ्याक्कै हिँड्न रमाइलो भयो अलिकति नदीहरू पनि नदी मम्मी तपाईँले यसो साँचो दिन थाल्नु नि साँचो लगाएका यो के गरेको भन्दाखेरि चाहिँ साँचो दिन भयो यो चाहिँ जोडीहरूले चाहिँ आफ्नो जोडीको साँचो राखेर अनि साँचो चाहिँ बाहिर फालिदिन्छ कि पानीमा आफ्नो उस्तो चिना त्यो चाहिँ हाम्रो सम्बन्ध सधैँ अटुट रहोस् भनेर यस्तो कि चाहिँ पानी हालिदिने कि नाम छ के यो नफुलोस् नहराओस् यो चाहिँ युरोपभरि यस्तो पुलहरूमा यस्तो धेरै ठाउँमा देखिन्छ युरोपमा सम्बन्ध बचोस् भनेर हेर्नु यहाँ पुरै साँचै साँचो छ नेपालमा चाहिँ ढुङ्गामा चाहिँ देख्थेँ यो त यति धेरै हुन्छ नेपालमा चाहिँ ढुङ्गामा के नेपालमा त ढुङ्गामा रुखमा हो नि त बाँसमा ढुङ्गामा त भन्ने मम्मी यो किर्तिपुरको डाँडो जस्तो लागेन किर्तिपुरको डाँडो अगाडि त पुरै किर्तिपुरको डाँडो जस्तो छ त हामी चाहिँ पुलबाट क्रस गरेर भ्याएर फेरि सेन्ट्रमतिर आइपुग्यौँ यसो केही खाउँ भनेर स्न्याक्स जाम अब ऊ त्यहाँ गएर यसो केही स्न्याक्स खाउँ भने घर जानु नि त है त्यही त हामी सेन्ट्रममा आइपुग्यौँ सुनसान छ आज बुधबार सुनसान छ यहीँ केही खाएर जाने सेन्ट्रम आइपुग्यो सेन्ट्रमको सेरोफेरो आज खासै केही चहलपहल छैन आज वेन्सडे इभिनिङ भएको भएर मान्छे खासै केही छैन त्यस्तो चहलपहल आउनु ड्याडी आउनु जाऊँ ड्याडीलाई फेरि फोटो खिच्नु मन लाग्यो त्यहाँनिर ल जाउँ आउनु आउनु कति कराएको सिगल बन्द हुन्न मम्मी अब तपाईँहरूलाई यो म्याकडोनल्ड्स भनेको के हो थाहा छैन कस्तो हुन्छ पनि थाहा छैन लेट्स गो यहाँभित्र ल कहाँ त्यता गएको यता होला नि यसलाई चाहिँ नर्दर्न मोस्ट म्याकडोनल्ड्स इन द वर्ल्ड यो वाला चाहिँ संसारको सबभन्दा उत्तरमा भएको लगभग विदेशको हरेक देशमा हुन्छ संसारको सबभन्दा उत्तरमा भएको चाहिँ यहाँ ल है खानेकुरा है हाम्रो है मम ड्याडको फर्स्ट म्याकडोनल्ड्स एक्सपिरियन्स है
यहाँनिर चाहिँ यो ड्याडीलाई चाहिँ रोटी खानु भन्नुभएको रोटी भन्नु यो मलाई चाहिँ त रोटी। चिज हो यो चाहिँ खुर्सानी तर चिज भएको खुर्सानी रोटी त्यो आलु भइहाल्यो तपाईँहरूलाई चाहिँ त्यो रोटीको ऱ्याप छ चिकन हालेर त्यो रोटीको ऱ्याप यहाँबाट हो कि यो कस्तो कस्तो टेस्ट कस्तो लाग्यो केही मिठो नमिठो मिठो मिठो भयो नि नमिठो भयो नि कुरा छ होइन नुनिलो रोटीदेखि गरेर चाहिँ सबै कुरा मासु मासु एकदमै मिठो छ साग साग छैन ड्याडीले घरमा बनाएको पकाएको खाने भयो नि चिकन क्याबेज सबै छ ठिक छ ड्याड ममको फर्स्ट नागरिकको एक्सपिरियन्स पनि रमाइलो रह्यो जस्तो लाग्यो मलाई हल्का स्न्याक्स खाएर हामी यहाँबाट निस्क्यौँ बल्ल अलि चहल पहल बिस्तारै सुरु हुँदैछ बरु मान्छेहरू बल्ल अलिअलि देखिन थाले अब हामी गाडी चढेर घर जानुपर्छ हाम्रो गाडी पनि आइसकेको छ सो अब हामी गाडी चढ्यौँ है भ्लग हेर्नुभएकोमा धेरै धेरै धन्यवाद लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला एन्ड सी यु इन द नेक्स्ट भिडियो बाई